है हामी अनौपचारिक कुराकानी गर्दै गर्दा अमित शाहले मलाई भनिरहनु भएको थियो होइन कतिपय आफन्तले साथीभाइले चाहिँ अरू अन्तर्वार्तामा गए पनि राजेन्द्र बानिया कहाँ जाँदा चाहिँ तिमीलाई अलिक गाह्रो हुन्छ भने तर हामी जसरी सुरु गरिरहेका छौँ गाह्रो भइरहेछ छैन अहिले Wake up to reality. मैले भने नि गलत भइरहेछ भने आफूले जसलाई आफन्त माने पनि आफ्नो शीर्ष नेता माने पनि त्यो मान्छेको विरुद्ध उभिन सक्नुपर्छ यही हो एमालेका मान्छेहरू गर्दैनन् म एमालेको समर्थक त हो नि त मबाट सुरुवात हुँदैन एमाले तपाईबाट सुरु हुँदैन तपाईँ त एमालेको झोले हो नि भन्दाखेरि माथिका शीर्ष नेताहरूलाई तलको कार्यकर्ताले के गरिरहेछ भन्ने कुरा ज्ञात नहुनु गलत हो है भेट्न पुगे पछाडि काँक्रो झर्छ मैले त बुझिन तर हाम्रो मात्र होइन पुरानो दलहरूभित्र अलिक बढी अन्धो भक्तहरू हुनुहुन्छ तपाईँ सहित त्यो अन्धो भक्तमा म चाहिँ पर्छु तपाईँ सहित सबैभन्दा अचम्मको कुरा चाहिँ मलाई मान्छेले विश्वास गरेको देखेर गाली गर्ने मान्छेले त गरिरहनुहुन्छ मलाई मान्छेले चाहिँ विश्वास गरेको भन्ने अनि किन लुकेर हिँड्ने उहाँहरूको त नुन तेल नै भ्युजले नै घरमा चल्छ कि भन्ने पनि मलाई भइसक्यो त्यो चलोस् केही छैन नुन तेलसँगै भुटन पनि चलोस् उहाँहरूको अझ तरकारी अचार पनि चलोस् गुरुङलाई हत्या र गृहमन्त्री राजीनामा दिए भनेको चाहिँ अहिलेको अवस्था तिमीले हत्या गर्यो गृहमन्त्री भएपछि भने होइन तपाईँले जेनजी आन्दोलनका क्रममा जुन 76 जनाको ज्यान गयो त्यो हत्यामा तिमी पनि संलग्न छौ भने हो यस्तो नेतृत्वले त नैतिक जिम्मेवारी लिनु पर्दो रहेछ भन्ने कुरा हामीले थाहा पायौँ नि त अनि तपाईँको केपी ओली बाले चाहिँ लिन नपर्ने अनि सुदन गुरुङले चाहिँ जिम्मा लिनुपर्ने सरकारका पालामा आफ्नाका लागि कानुन नै परिवर्तन गरिदिने आफ्नाका लागि कानुन नै परिवर्तन गरिदिने होइन कोही पनि सिफारिस नगरिकन कहीँ जागिर नपाइने घुस नदिकन राजनीतिक दलको कार्यकर्ता मार्फत दबाइकन गयो भने केही काम नहुने एउटा लाइसेन्स प्रिन्ट गरेर दिनका लागि 2 वर्ष लाग्ने यो सबै अव्यवस्था नभएको भए होइन व्यवसाय केही नभएका नेताहरूको काठमाडौँमा यति अग्ला महल हुने तर जनता चाहिँ जहिले पनि गरिब हुने यस्तो नभएको भए आज यी नेताको हविगत र हालत यो कागती निचरेको जस्तो हुँदैन थियो यो त तपाईँ जस्तो पुस्ताले सम्झिन पर्दैन र भने हत्यारालाई साथ दिनुभयो र जेनजी आन्दोलनको सबभन्दा विरोधी पक्ष भने एमाले हो सूर्य चिन्ह हो त्यसलाई साथ दिनुभयो आजको दिनमा समाजमा सबभन्दा धेरै अलोकप्रिय मानिएको व्यक्ति केपी ओली भन्छन् सामाजिक सञ्जालले त्यही भन्छ उहाँलाई साथ दिनुभयो अनि बढी गाली खानुभयो हाम्रो मात्र होइन पुरानो दलहरूभित्र अलिक बढी अन्धो भक्तहरू हुनुहुन्छ तपाईँ सहित त्यो अन्धो भक्तमा म चाहिँ पर्छु तपाईँ सहित गौरी आयोगले कसरी छानबिन गरेको छ गौरीबहादुर कार्कीज्यूले कसरी छानबिन गरेको ठुल्ठुलो कुरा नजानुहोस् न मेरो कुराको सिधा जवाब दिनुहोस् क्या म नेताहरूसँग प्रश्न गर्दा 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 वाक्क भएको छु म सुगर खानु भन्छु उहाँहरू जेरी पकाएको पकाइ गर्नुहुन्छ मलाई त्यस्तो जवाब चाहिएकै छैन मलाई सिधा जवाब चाहिएको छ तपाईँको जेनेरेसनसँग त झन् सिधा चाहिएको छ आन्दोलनमा जानु भएको थियो हिजो त्यही केपी ओली राजीनामा दिए भन्ने हिजो त्यही तिम्रा छोराछोरी गाडीमा हाम्रा बाबुआमा खाडीमा भन्ने नारा लाउने मान्छे भ्रष्टाचार अन्त गर सुशासन कायम गर भन्ने मान्छे अनि जो मान्छेमाथि यत्रो मान्छेहरू मारेको आरोप छ तपाईँ जस्तै साथीहरू मारेको आरोप छ उसैलाई पढ्दैन कारवाही नगर भनेर तपाईँ सडकमा आउनुहुन्छ गर्न चाहिँ के खोज्या संवेदना खै तपाईँले केपी ओली संवेदना देखाउ त कहिले भन्दा सुनिन मैले हामीले प्रश्न चाहिँ गराएछौँ उहाँलाई पनि यो कुरामा कोठाभित्र बसेर के गर्नुभयो थाहा हुँदैन भने केपी ओलीको अगाडिपट्टि बसेर चियर बिस्कुट खाएर के भन्नुभयो हामीलाई थाहा हुन्छ हामीलाई त तपाईँले माइती गरेर लगाएको नारा थाहा हुन्छ प्रधानमन्त्रीले एउटा दुईटा चिज तपाईँलाई भन्छु नेपालको उदाहरण तपाईँलाई राम्रो हुन्छ भोलिका लागि पनि काम लाग्छ सिंहदरबारमा आगो लाग्यो कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुनुहुन्थ्यो कीर्तिनिधि विष्ट आगो लगाउन गयो तर उहाँले नैतिकताको आधारमा तपाईँ पञ्चायतको बेलामा राजीनामा दिनुभयो रङ्गशालामा हावाहुरी चलेर ढोका खोल्न ढिलो हुँदा भागदौड उठ्यो मानिसहरू मरे तत्कालीन शिक्षा मन्त्री त्यति बेला खेलकुद मन्त्री पनि शिक्षा मन्त्री हुनुहुन्थ्यो केशरबहादुर विष्ट हुनुहुन्थ्यो उहाँले गएर ढोका खोल्ने हो अनि उहाँले राजीनामा दिनुभयो यहाँ त मान्छे मरेको छ मान्छे गोली हानेर ताकी ताकी तर उहाँले राजीनामा दिनु भएन दुःख व्यक्त गर्नु भएन बरु के भन्नुहुन्छ भने स्वचालित हतियारवाला आएर पड्काएछ भन्नुहुन्छ एउटा चिज बुझाउँ हमेसा बुझाउँछु ल सडकमा प्रहरी जान्छ सुरक्षाका लागि ठिक छ सुरक्षाका लागि त्यो प्रहरीको कमान्डर हुन्छ डिएसपी हुन्छ होला एसपी हुन्छ एसएसपी हुन्छ होला उसको पनि कमान्डर हुन्छ आइजिपी आइजिपीको पनि लाइन मिनिस्ट्री हुन्छ गृह मन्त्रालय गृह मन्त्रालयको लाइन गभर्नमेन्ट हुन्छ प्रधानमन्त्री प्रधानमन्त्रीको प्रत्यक्ष अप्रत्यक्ष निर्देशन बिना
नैतिक निर्देशन बिना गोली चल्दैन, मान्छे मरिँदैन। अनि मान्छे मरेको छ, तपाईँ जसलाई सुताउनका लागि सडकमा नारा लाउन जानुभयो नि, उहाँले के भन्नुभयो थाहा छ? केटाकेटीहरूलाई खुसी बनाइदिन म एकछिन लुक्दिएँ। लुक्न पनि उहाँ मकवानपुरको चन्दनसम्म हेलिकप्टर चढेर जान्छ कोही, यो चाहिँ किन नसोधे? त्यो नारा लाउने बेला सोध्नु पर्दैन? हाम्रो जेएनजी छोराछोरी उठ्दिएका कारणले मात्रै आज यो दिन आयो त्यो कुरामा भक्तहरू त्यो कुरामा हजुरहरूको जेनेरेसनदेखि भएको कुरा होइन यो। हजुरहरू किन चुप लाग्नुभयो? हामी त बोलेको बोलेछौँ, यो के गरिरहेको छौँ त? सबैजना सडकमा गएर यस्तो होइन, हामीसँग यस्तो धेरै कन्सपिरेसी छ, यति धेरै कुरा छ भने कानुनी निकायसँग पुगेन किन? कानुन नेताको एरिया खल्तीमा छ भने यो सबै अव्यवस्था नभएको भए होइन, व्यवसाय केही नभएका नेताहरूको काठमाडौँमा यति अग्ला अग्ला महल हुने, तर जनता चाहिँ जहिले पनि गरिब हुने, यस्तो नभएको भए आज यी नेताको अभिगत र हालत यो कागती निचरेको जस्तो हुँदैन थियो। नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनै पर्छ है, तर काहीँ पनि संविधानमा चाहिँ प्रधानमन्त्रीले चाहिँ हजुरको आदेश दिन मिल्छ भन्ने लेखेको छैन, त्यो पनि हामीले जान्न जरुरी छ। त्यो बाहेक मेरो प्रश्न कस्तो थियो भन्दाखेरि माथिका शीर्ष नेताहरूलाई तलको कार्यकर्ताले के गरिरहेछ भन्ने कुरा ज्ञात नहुनु गलत हो है? भेट्न पुगे पछाडि काँक्रो झर्छ। मैले त बुझिनँ तर